यो घटना कुनै मुभीको कथा होइन, न त कसैको कल्पना। यो मेरो आफ्नै जीवनमा भएको एक सत्य अनुभव हो। मेरो नाम एन्वैसा थापा हो र आज म तपाईहरूलाई माफैसँग घटेको सत्य घटना सुनाउँदैछु। यो घटना आजभन्दा करिब 3 वर्ष अगाडिको हो। राति सुत्नु अघि म सधैँ पानी पिउने गर्छु, तर त्यस दिन चाहिँ मैले अघि पछि भन्दा अलि बढी नै पानी पिएछु। मलाई जोडले पिसाब च्यापिरहेको कारणले मेरो निन्द्रा खुल्यो। अनि उठेर रुमको बत्ती बालेर कति बजेछ भनेर मोबाइल हेर्दा त्यस्तै 12 बजेर 15 मिनट गइरहेको थियो। सबैजना गहिरो निन्द्रामा हुनुहुन्थ्यो। त्यसैले मैले कसैलाई नउठाई एक्लै शौचालय जाने निदो गरे र रुमको चुकुल लगाई बाहिरको बत्ती बाले। हामी बस्ने रुम भन्दा शौचालय चाहिँ अलि परै थियो र शौचालय जानको लागि चेन गेटको तालचा खोल्नु पर्थ्यो। हामी बसेको तलामा अरू पनि बस्नुहुन्थ्यो, त्यसैले चेन गेटको चाबी बाहिरको भित्तामा रहेको किल्लामा झुन्डाइन्थ्यो, किनकि सबैले त्यही चाबी युज गर्नुहुन्थ्यो। मैले जब चाबी लिएर अघि बढे, मैले त त्यस चेन गेटमा एउटी सानी नानी चाहिँ देखेँ, जसले चेन गेटमा हात समाई मैतिर हेरिरहेकी थिए। हामी दोस्रो तलामा बस्छौं र पहिलो तलामा बस्नुहुने परिवारमा नानी बाबुहरू पनि छन्। त्यसैले मैले तल बस्ने सानी बहिनी पो माथि शौचालय गर्न आएकी हो कि भन्ने सोचे। फेरि अरू नै कोही मान्छे त होइन भन्ने सोच आयो अनि मैले हत्त नपत्त को हो भनेर सोधे। तर उताबाट केही पनि जवाफ नआएपछि मैले चेन गेट खोले। मैले चेन गेट खोल्दा नखोल्दै ती सानी नानी त खुरुरु कुद्दै तलतिर भागिन् र म पनि त्यस बहिनीलाई पछ्याउँदै अलि तलसम्म पुगे, तर त्यहाँ कोही पनि थिएन। न त ढोकाहरू नै खुल्ला थियो, न बत्ती नै बलेको। त्यसैले मैले केही वास्ता नै नगरी सुई सुई आफू बस्ने तलातिर अघि बढे र शौचालय छिरे। जब म शौचालय छिरे त्यति नै बेला उही तल्लो तलाबाट ड्याङ ड्याङ गरेको आवाज आयो। मानौ कसैले ढोकामा जोडले हाने जस्तो। मैले फेरि सोधे, को हो भनेर, तर फेरि पनि कोही बोलेन। म शौचालयबाट बाहिर निस्कन साथ त्यो आवाज आएको ठाउँतिर हेर्न गए, तर यो पटक मैले माथि भर्याङबाट नै हेरे, तर त्यहाँ मैले कोही पनि देखिन। अनि म ह्या जोसुकै होस् भनेर चेन गेट लगाई आफ्नो रुममा आएर सुते। भोलिपल्ट मैले मेरो मम्मी, बाबा र मेरो मामा घरको आमालाई मसँग हिजो घटेको सबै घटनाहरू सुनाए। त्यतिकैमा आमाले भन्नुभयो, त्यसरी एक्लै निस्किनुहुन्न, मम्मी बाबालाई उठाएर साथी लैजान पर्दैन भन्दै। अनि फेरि थप्दै भन्नुभयो, यो सबै घटना हुँदा तिमी डराएनौ, तर्सेनौ नि? मैले भने, मलाई डर लागेन, अझ म त यसरी तलसम्म गएर यस्तो भयो भनेर सबै घटनाहरू विस्तृत रूपमा भने। अनि आमाले भन्नुभयो, त्यो त तिमीलाई तर्साएको हो, धन्न तिमी डराएनौ अनि तर्सेनौ, नत्र त तिमी एकदमै बिमारी हुने थियौ। आज यो घटना घटेको पनि करिब 3 वर्ष भइसक्यो। जब म यो घटना सम्झन्छु, मलाई डर भन्दा पनि त्यो घटना कुनै भ्रम हो या भनौँ मेरो कुनै नराम्रो सपना हो जस्तो लाग्छ।